तर येशू जैतुन डाँडामा जानुभयो। उहाँ एका बिहानै फेरि मन्दिरमा जानुभयो र सबै मानिसहरू उहाँ कहाँ आए र उहाँ बस्नुभयो र तिनीहरूलाई शिक्षा दिनुभयो। शास्त्री र फरिसीहरूले व्यभिचारमा पक्राउ परेकी एउटी स्त्रीलाई ल्याए र त्यसलाई माझमा उभ्याए। तिनीहरूले उहाँलाई भने, गुरुज्यू, यो स्त्री व्यभिचारको कर्ममा पक्राउ परी। व्यवस्थामा मोशाले यस्ताहरूलाई ढुङ्गाले हान्ने हामीलाई आज्ञा दिएका छन्। तपाईँ यसको बारेमा के भन्नुहुन्छ? तर तिनीहरूले उहाँको जाँच गर्नलाई र उहाँमाथि अभियोग लाउन सकिन्छ कि भनी यसो भनेका थिए। येशूले निहुरेर भुइँमा औँलाले लेख्नुभयो। तर जब तिनीहरूले उहाँलाई सोधि नै रहे, तब उहाँले खडा भएर तिनीहरूलाई भन्नुभयो, तिमीहरूमा जो पाप रहित छ त्यसैले यस स्त्रीलाई पहिले ढुङ्गा हानोस्। अनि फेरि निहुरेर उहाँले भुइँमा औँलाले लेख्नुभयो। तर जब तिनीहरूले यो सुने, तब ठुलादेखि सुरु गरी सानासम्म एक एक गरेर गए र येशू त्यस स्त्रीसँग एक्लै छोडिनुभयो। अनि त्यो स्त्री चाहिँ उहाँको अघि उभिरही। येशूले त्यस स्त्रीलाई हेरेर भन्नुभयो, ए नारी, तिमीहरू कहाँ गए? के कसैले तिमीलाई दण्ड दिएन? त्यसले भने, प्रभु, कसैले दिएन। येशूले भन्नुभयो, म पनि तिमीलाई दण्ड दिन, जाऊ अनि फेरि पाप नगर। हुन्छ, यहाँनिर म तपाईँलाई केही क्वेसनहरू गर्नेछु। तपाईँलाई अलिकति यसको गरिदिन्छु त। यहाँ येशू ख्रिस्ट चाहिँ एउटा त्यति बेला मन्दिर, अहिलेको भनौँ, अहिलेको बुझ्ने भाषामा भन्दाखेरि चर्च भनौँ होइन, अहिलेको भाषामा। अनि त्यहाँनिर शिक्षा दिँदै हुनुहुँदाखेरि चाहिँ त्यहाँनिर एकजना स्त्रीलाई चाहिँ व्यभिचारमा पक्राउ गरेर शास्त्री र फरिसीहरू, त्यति बेलाको शास्त्री र फरिसीहरू चाहिँ त्यति बेलाको शिक्षकहरू थिए। उनीहरू अरूलाई शिक्षा दिने, अरूलाई अगुवाई गर्ने व्यक्तिहरू थिए। अनि ती व्यक्तिहरूले चाहिँ एकजना स्त्रीलाई व्यभिचारमा पक्राउ गरे। व्यभिचार गर्दै गर्दा त्यहाँनिर समातेको कुरा, पक्राउ गरेको कुरा, अनि त्यहाँनिर येशू ख्रिस्ट कहाँ ल्याएको कुराहरू छ। त्यहाँ येशू ख्रिस्ट कहाँ चाहिँ त्यो सोध्नको ल्याएको होइन। यहाँ ईश्वर लेखेको छ, त्यहाँ येशू ख्रिस्टमाथि केही अभियोग लाउन सकिन्छ कि भनेर चाहिँ उनीहरूले चाहिँ त्यहाँनिर येशू ख्रिस्टलाई पनि उनीहरूलाई के थियो, मन पर्दैन थियो येशू ख्रिस्टलाई। उनीहरूले चाहिँ येशू ख्रिस्टलाई कसरी चाहिँ पक्राउ गर्ने, कसरी फसाउने भन्ने दाउ उनीहरूले हेरिराखेको थिए। त्यही अनुरूप न केही यसमा चाहिँ येशू ख्रिस्टलाई फसाउन सकिन्छ कि भनेर त्यहाँनिर त्यो स्त्रीलाई ल्याएर चाहिँ त्यहाँ येशू ख्रिस्टले शिक्षा दिँदै गर्दाखेरि त्यहाँनिर ल्याएर चाहिँ त्यो बिचमा चाहिँ उभ्याएको कुराहरू छ। अनि त्यसपछि सोध्नु भएको छ, एउटा क्वेसन गर्नुभएको छ होइन, यो स्त्री चाहिँ हामीले व्यभिचारमा पक्राउ गरेको हो, यस्तो व्यक्तिलाई चाहिँ हामीलाई मोशाले चाहिँ ढुङ्गाले हानेर मार्ने आज्ञा दिएको छ। यो स्त्रीको बारेमा अब तपाईँ चाहिँ के भन्नुहुन्छ भनेर त्यहाँनिर येशू ख्रिस्टलाई चाहिँ ती शास्त्री र फरिसीहरूले त्यहाँनिर क्वेसन गरेको छ। व्यभिचार भन्ने बित्तिकै हामीलाई थाहा, हाम्रो मनमा आउँछ कि व्यभिचार भन्ने बित्तिकै जुन विवाहभन्दा अगाडि अथवा विवाह भइसके पछाडि पनि आफ्नो श्रीमतीभन्दा अर्को पर स्त्रीसँग अथवा पर पुरुषसँग चाहिँ सम्बन्ध राख्नु, त्यसलाई व्यभिचार भनिन्छ होइन हाम्रो नेपाली भाषामा त्यो। अनि विवाह गर्नुभन्दा अगाडिको त्यो एकजना केटा अनि एकजना केटी उनीहरूको बिचमा भएको शारीरिक सम्बन्धलाई चाहिँ व्यभिचार भनेर भनिन्छ। तर
यो व्यभिचार बाइबलमा यहाँ लेखेको व्यभिचार भनेर लेखेको छ जे कुरा परमेश्वरको महिमा हुँदैन, जुन कुराले परमेश्वरको नजरमा गलत छ, जुन होइन यो वचन विपरीत छ, अथवा जुन कुराले परमेश्वरको महिमा हुँदैन, जुन कुराले परमेश्वरको इज्जत हुँदैन, त्यो कुरा चाहिँ के हो? व्यभिचार हो। हामी त्यसरी बुझ्छौँ है। अनि त्यो कारणले गर्दाखेरि अहिले यदि मैले कसैलाई अब व्यभिचार नगर्ला, तर मैले केही गलत कार्य गरेँ भने त्यो नै मेरो लागि के हुन्छ? व्यभिचार हुन्छ, त्यो नै पाप हो होइन। अनि यो स्त्री त्यहाँनिर त्यति बेलाको समयमा त्यस्तो गलत कार्य गर्ने व्यक्तिलाई के गर्ने थियो? ढुङ्गाले हानेर मार्ने चलन थियो होइन। यो एउटा के छ भनेदेखिलाई, मान्छे जन्मिँदै गर्दाखेरि, सानो नानी जन्मिँदै गर्दाखेरि, यो अहिले हाम्रो यहाँ बहिनीको छोरी हुनुहुन्छ यहाँनिर सानो नानी, त्यो नानीले नेम कानुन होइन विभिन्न कुराहरू के गर्दैन, त्यसले लिएर आएको हुँदैन होइन। मान्छे जन्मिँदै गर्दाखेरि उसले कुनै पनि नियम कानुन लिएर आएको हुँदैन। अनि जब ऊ जन्मिसक्यो, विडम्बनाको कुरा चाहिँ दुःखको कुरा के छ भने ऊ जन्मिसक्यो, जन्मेर हुर्कियो, अब बढ्दै गयो, बढ्दै जान्छ। जति जति ऊ बढ्दै जान्छ उति उति यो संसारको समाजको नियम कानुनले उसलाई के गर्दै लैजान्छ? बाँधिँदै लैजान्छ होइन। उसलाई अब अहिले उसलाई स्वतन्त्र छैन, उसलाई लड छ कि कता जान्छ कि भने उसको इच्छाले कहाँ जान्छ, तर जान दिँदैन होइन। समातेर ल्यायो, त्यहाँ ऊ के भयो? बन्धनभित्र छ त्यहाँनिर होइन। त्यसै गरी हाम्रो समाजमा होइन, हाम्रो देशमा, हाम्रो परिवारमा के छ? एउटा नियम छ, एउटा कानुन छ, जुन नियमबाट बाहिर गयो भने त्यहाँनिर केही न केही सजाय हुन्छ, गाली गर्ने हुन्छ। बुवा आमाले आफ्नो छोराछोरीलाई बाहिर अलिक ढिलो भयो भने के गर्छ? कहाँ गएको थियो यत्रो समयसम्म होइन, किन गएको थियो होइन, के को लागि गएको थियो भनेर त्यहाँनिर उसलाई सोध्ने खोज्ने काम गर्छ। अनि देशमा पनि त्यस्तो, हाम्रो देशमा पनि के छ? एउटा नियम छ, एउटा कानुन छ, त्यो पालना गर्नुपर्छ।